आरिसे मान्छेहरूलाई चाहिँ कहिले पनि हल्काको रूपमा नलिनु होला। आरिसे मान्छेहरूले चाहिँ तपाईको इज्जत मान मर्यादामा दाग लगाउन, तपाईको अपमान गर्न, तपाईको बेइज्जत गर्न जुन हदसम्म पनि गिर्न तयार हुन्छन्। यस्ता मान्छेले तपाईको विरुद्धमा झुट माथि झुट बोल्छन्, मान्छेलाई तपाईको विरुद्धमा उकास्छन् र सत्यलाई यसरी मोडिदिन्छन् कि अन्त्यमा सबै मान्छेलाई त्यो झुट नै सत्य लाग्न थाल्छ। आरिसे मान्छेको एउटै मात्रै उद्देश्य हुन्छ जीवनको, त्यो भनेको चाहिँ कसरी तपाईको बेइज्जत गर्ने र कसरी तपाईको चाहिँ इज्जतको धजिया उडाउने। आरिसे मान्छे ईर्ष्यामा यति समेत पागल भइसकेको हुन्छ कि उसले आवेगमा आएर उनले जुनसुकै कदम पनि चाल्न सक्छ। त्यसैले यस्ता मान्छेदेखि टाढै बस्ने गर्नु होला। यस्ता मान्छेसँग तपाईको यदि संगत छ भने कि त भने तपाई अन्तिममा गएर उ जस्तै बन्नुहुन्छ, होइन भने तपाईको जिन्दगी चाहिँ यिनीहरूले पुरै डामाडोल लथालिङ्ग बनाइदिन्छन्। मान्छेलाई उसको औकात अनुसारको इज्जत दिनुपर्छ। कसैले तपाईलाई मनै पराउँदैन, कसैले तपाईको हाँसो देखिनै सक्दैन, कसैले तपाईको चाहिँ एकदमै ईर्ष्या गर्छ र तपाईलाई त्यो थाहा छ भने अब तपाईले उसँग उठ्ने बस्ने या उसँग चाहिँ तपाईले संगत राख्न आवश्यक छैन। हरेक मान्छेलाई तपाईको जिन्दगीमा ठाउँ दिन अथवा चाहिँ तपाईको जिन्दगीमा अटाएर राख्नुपर्छ भन्ने आवश्यक छैन। याद गर्नुस्, तपाईको मनको शान्ति भन्दा ठूलो सुख यो संसारमा अरू केही पनि छैन।